रवि लामिछानेलाई जस्तो ठुलो ढुङ्गाले मैले कसैलाई हान्दिनँ थिएँ कि अब यो मिडियामा हाल्दा यो को चर्केर बोले कि यसरी भने अहिले खोजेर हाल्न पनि कति बेर पनि लाग्दैन। एकैछिन उहाँ म्याडमले केही कुरा गर्नुभएको छ रविको विषयमा, हेर्नु है, मन पऱ्यो भने लाइक गर्न नभुल्नु होला है। भोलि उनले भ्रष्टाचार गरेको अहिले जुन छानबिन गरिरहेको ठाउँमा चाहिँ उहाँको भ्रष्टाचार गरेको कुरो काहीँ कतैबाट प्रमाणित भएको भए यहाँ आएर म ठुला ढुङ्गा हान्थेँ क्या। रवि लामिछानेलाई जस्तो ठुलो ढुङ्गाले मैले कसैलाई हान्दिनँ थिएँ कि, किनकि हामी अहिले नयाँ पुस्तालाई उहाँको एउटा हुटुटी छ नि त, केही गर्थे कि भन्ने, गर्छन् कि भन्ने छ नि त, त्यो भएर पो साथ दिएको त। भोलि गरे भने त मेरो व्यक्तिगत लागि होइन, यो सारा नेपाली जनताको लागि बोलेको हो म। हेर्नु है, यो देशमा नेता भएर प्रधानमन्त्री भएको रूप हेर्न पाउने हो भने मेरो घर मेरो नाममा यहाँ 4 तला यहाँ माछा पोखरीमा छ। यो सारा नेपाली जनताको लागि भनेको, मलाई मेरो छोरो मेरो छोरीले कमाएको पैसाले पुग्छ, त उहाँको नाममा सिधै गरिदिएर अहिले उहाँलाई आपद विपद परेको छ र पैसाकै कारणले कुनै ठाउँ उहाँको जिन्दगी अप्ठ्यारो परेको छ भने म दिन तयारी छु र उहाँको लागि हरेक नेपालीले पाई पैसा दुःख गरेका पैसा उठाएर जुन ठाउँमा पनि तिर्दिन तयारी हुन्छन्। रवि लामिछानेले यो देशको प्रधानमन्त्री भएर बस्नुभयो र उहाँलाई काहीँ अप्ठ्यारो र मेरो घर बेचेर दिन्छु के, देश चलाउनुहोस्, मलाई त्यो पैसा सकेको बेला दिनुहोस्, 12-15 वर्ष 20 वर्षपछि, त्यो पनि भन्न चाहन्छु म। मैले त्यतिसम्म गहिराइमा चिनेको छु उहाँको काम। मान्छे मैले अहिलेसम्म आम्ने सामने त्यही एउटा के अरे भोटिङ कार्यक्रममा एकचोटि गएको थिएँ चितवन, त्यसपछि यहाँ मन्त्रालयभित्र यसो देखादेख भयो। अब बोल्ने टाइम हुँदैन उहाँहरूलाई, सायद उहाँले मलाई चिन्नुहुन्न है, चिन्नुहुन्न मलाई मतलब भएन त। म त अब 1 वर्ष 2 वर्ष क्यानाडामा लाइफ बिताउँछु, सक्यो मेरो लाइफ ऊ भइसकेको छ। छोराछोरी देश विदेश दुईवटा देशमा छन्, म अब धेरै भयो 2 वर्ष 3 वर्ष। तर नेपाली हो नि म, नेपाल हो नि, नेपालमा फर्किने वातावरण होस् क्या भोलि। यदि रवि लामिछाने जस्ता अथवा ज्ञानेन्द्र साहेब अथवा धेरै त म रवि लामिछाने बालनजीलाई भन्छु, ज्ञानेन्द्र साहेब राजा चाहिँ त्यति नो इन्ट्रेस्ट, किनकि पहिल्यैदेखि राजाको ऊ पनि हामीले भोगेरै आएको हो, पञ्चायती शासन होइन, राणा शासन पञ्चायती शासन। अहिले लोकतन्त्रमा त यस्तो छ है, तर त्यतिखेर प्रजातन्त्र राजा शासन भन्दा चाहिँ अहिले कडा जस्तो चाहिँ लाग्छ फेरि, किनकि अहिले त बोल्न पनि डराउनु पर्ने के। हेर्नु न, लोकतन्त्र नाम राखेका छन्, गणतन्त्र नाम राखेका छन्, बोल्ने मान्छेलाई च्यापचापी समाउँदै लगेका छन् होइन। अहिले भरे मलाई अब यो मिडियामा हाल्दा यो को चर्केर बोले कि यसरी भने अहिले खोजेर हाल्न पनि कति बेर पनि लाग्दैन होइन। एउटा कुरा के त्यस्तो छ के, राजतन्त्र भनौँ, त्यतिखेरको राजतन्त्र चाहिँ अहिलेको भन्दा धेरै राम्रो छ। ज्ञानेन्द्रजी व्यक्तिगत हिसाबमा जसरी बाहिर बोल्नुहुन्छ, अब उहाँका कुनै त्यस्ता उस्ता करतुत हामीलाई थाहा छैन, बोले अनुसार उनले काम गर्नुहुन्छ भने ज्ञानेन्द्र साहेब पनि एकदम राम्रो लाग्छ मलाई है। बालन त अब नम्बर 1 नै हुनुभयो, बालन ज्ञानेन्द्र हर्क साम्पाङ यता त्यता नयाँ पुस्ताले चाहिँ यो आफ्नो एउटा मन्त्रालय चलाएर आलो पालो प्रधानमन्त्री भएर बस्नु, कोही बेला गृहमन्त्री भएर बस्नु, यो देश हाँक्नु, कहिले त्यो समय देखिन्छ क्या आफू यो देशमै बस्दा। यहाँ सुन्नुहोस्, म नि रवि लामिछाने नयाँ पुस्ताहरूले यो देश चलाएनन् भने फर्केर आउँदिन बाचा। म नआउँदा के फरक पर्छ, म को हो र, यो को फुसुन्डी हो कराउने, त नआएर के हुन्छ, कस्ता मन्त्रीलाई त जेलमा हालिरहेछन् भने हाँस्छन् पनि, थाहा छ मलाई। मैले मेरो लागि त ठुलो कुरो हो नि त, तपाईँहरू सुन्नेको लागि त अप्ठ्यारै हो। म नेपाली हो नि त, फर्केर आउने वातावरण चाहिँ नयाँ पुस्ताले चलाएपछि मात्रै हुन्छ अहिलेको स्थिति हेर्दा। कस्तो लाग्यो दर्शक वृन्द उहाँ म्याडमको कुरा। यदि तपाईँहरू पनि रवि लामिछाने समर्थक हुनुहुन्छ भने यो भिडियोलाई लाइक र सेयर गर्न बिल्कुल नभुल्नु होला।